ल गुड मर्निङ सबैजनालाई। आज चाहिँ हाम्रो 31 डिसेम्बर है, न्यू इयर्स इभ वेडनेसडेको दिन परेको छ। सो हाम्रो चाहिँ आज चाहिँ कान्द्रुक है, पोखराबाट नजिकको हाम्रो एउटा गाउँ सुन्दर गुरुङ बस्ती भएको ठाउँमा हामी जाँदैछौँ है। बिफोर वी हेडिङ बोल्नु चाहिँ यहाँ कफी है चोटो बनाएर हामी यात्रा सुरु गर्नेछौँ। ल हाम्रो मामा रेडी भएको के हुनुपर्छ? नातिनी चाहिँ सानी चाहिँ रेडी होइन, समरा चाहिँ ड्याडी र छोरी चाहिँ पहिल्यै रेडी भएको अवस्था है त है। अब हामी जाने एकछिनमा घुममा जाने। ल माइजूहरू चाहिँ यता रेडी हुँदै हुनुहुन्छ है। निलु उता रेडी हुँदैछ, मेरो बहिनी भाइ माथि ताल रेडी। हामी लगभग बिहानको कति 26 भएको छ अहिले। हामी चाहिँ 7 बजेसम्म हामी हिँड्ने तर्खरमा छौँ। खै मम्मी यता ल चेयर्स यता यहाँ खै चिया चिया म अहिले ढोका खोलेर आइसकेँ के। खै आउनुहोस् ल। ऊ निलु नि रेडी भएको अवस्था। खै ल चिया यहाँ चेन्ज गर्नुहोस् न आमा छोराको। ल यहाँ अब हामी गान्द्रुक शोभायात्रा। माइजू चाहिँ सानी रेडी भएर अब माइजू पनि रेडी भएको अवस्था। अब मामा अघि रेडी हुनुहुन्थेन, अहिले रेडी भएर कफी खाँदै हुनुहुन्छ। हाम्रो न्या बहिनी र के अरे भाइ चाहिँ माथि हजुर रेडी हुँदै अहिलेसम्म नझरेको अवस्था। ल यो चाहिँ हाम्रो फादर चाहिँ होइन यहाँ आएको अवस्था। हाम्रो लब्बाबा चाहिँ है यहाँ हामीलाई लिन आएको अवस्था रे। कहाँको टुर रे? गान्द्रुक। ल चिया उ गर नि त। ल हाम्रो भाइले चाहिँ चिया नखाने भन्दैछन् के अरे होइन। ल फादर ल चिया चाहिँ बिहान बिहान कति 6:45 होला रहेछ। ल यहाँ रोडमै चिया हाल्ने रहेछ घरको बाहिर है त। ल यहाँ हाम्रो बल्ल यहाँ चाहिँ रेडी भएर निस्केको अवस्था। ल मम्मी गान्द्रुक जाने छोराभरि नातिनी मेरो प्रतीक्षा नानी सतीश बाबु सँगै अब आज घान्द्रुक गएर भरे बेलुका फर्किने हो। भरे बेलुका फेरि तल नयाँ साल लेक साइड ओपन हाउसमा जाने खाना खानु भन्ने छ। खुसी लाग्छ, रमाइलो लाग्छ। 2026 साललाई उद्घाटन गर्न जाने भनेको। 25 साललाई बाई बाई गरेर 26लाई वेलकम गर्ने घान्द्रुक गएर। ल गाडी आइसक्यो। ल गाडीमा बस्नुहोस्। ल ल ल ल यता मामा पनि तयार भएर। ल मामा ल गाडी आइसक्यो है। ल न्यु इयर होइन है हाम्रो न्यु इयर इभलाई आज घान्द्रुक डाँडामा गएर न्यु इयर मनाउने जाँदैछौँ। ल बाबु आज मिस हुने भयो है। नाच्ने बिरङ्गल है हुन्छ मलाई भरे है अङ्कल। हामी छिरौँ न त। ल निलु नि रेडी भएर आएको अवस्था। ल आऊ है क्षितिज कुर्दा यार लास्टमा। ल फादर र म चाहिँ गाडीमा आज चाहिँ फ्यामिली टुर होइन गान्द्रुक। हाम्रो अझै टुर आउन बाँकी छ होइन ल बाबा? गोर्खा ट्रिप र अनि दाना भयो भने सौरा रेको फुल खसेको तिमीलाई मैले नपाउनु रहेछ र यति धेरै माया बसेको। कस्तो लाग्यो त?
सिङ्गर आदि कवि हो रे कविको नाम त्यो त कवि हो नि ए अँ यो त गायकको छ अरे हाम्रो अहिले चाहिँ हामी खाजा खानलाई रोकेको अवस्था है त अब घान्द्रुक यहाँबाट 1 किलोमिटर है त ल यहाँ यस्तो छ यहाँ बसेर दिनुपर्छ स्वाद किलो म बाबासँग ब्ल्याक कफी वे टु लान्द्रुक लान्द्रुक कि घान्द्रुक ल बाबा आज सुरुमा चाहिँ लान्द्रुक त्यहाँपछि घान्द्रुक ल चेस खोलाको साइडमा आएर हामीले लब्बाएर चाहिँ गफ हान्दै गरेको अवस्था ल छोरी र खै मम्मी त पछाडि नै हरायो त ल यस्तो गरेर जाँदैछ ल घान्द्रुक ल माछा पुच्छरेको साइड बाटो देखिन्छ है त्यो ट्रेकिङ हिँड्ने बाटो हामी ल कपाल सपाल अब यस्तो हामी घुमेको पनि हेर्दै होला पुरा ए मलाई खेल्दै हो होटल एक्सलेन्ट भ्यू 82 यहाँ चाहिँ बसेर खानासाना खाने ह्याप्स तिनीहरू ल नवीन होला नि जेठो रहेछ यो त 82
हाम्रो खाना खाने डेस्टिनेसन यही हो त एक्सिडेन्ट हल्का यहाँ सबै सजिलो पर्छ त्यहीहरू मैले हाल्ने गाडी त्यही हो 1982 घान्द्रुक किनकि अहिले सजिलो पनि पर्छ हामीलाई झर्ने बेलामा होइन त्यो म्युजियमहरू जानलाई ल बाबु के अरे क्षितिज बाबु पोती छ नानी मेन ज्याक डेनोस् त उल्टे हान्ने रहेछ नि त्यो त फेरि डाँडा मान्छे खिच्न त फादर के को सुकुटी र याकको भनेको होइन याक ल याकको सुकुटी हामी तिनजना चाहिँ अब हल्का के भन्छ बियरको साथमा याकको सुकुटी खाँदैछौँ सानीले चाहिँ बाजेसँग बसेर आफ्नो प्रोग्राम हेर्दैछन् होइन ल अनि हाम्रो लेडिज टोली माइजो मम्मी बहिनी बुढी चाहिँ अब भित्र गुरुङ ड्रेस लाउँदा ल ल मामा ट्राई गर्नुहोस् त याकको सुकुटी यो ल घान्द्रुकमा आएर याकको सुकुटी खाइँदैछ कस्तो हुन्छ हेरौँ ल खाएँ मैले तपाईँको यहाँ छ नि यो त होइन सानो यो तपाईँले खायो है पिरो छ याक सुकुटी खाने भएछ ल बाजे नातिनीले पनि याक सुकुटी फर्स्ट टाइम तानेको एभर ट्राइड इन घान्द्रुक है त ल मिठो छ सानी खानुहोस् है ल यहाँ अब अघि हेर्दा त अर्कै थिएँ मगर टोली के हो गुरुङसिनी भएको यहाँ हेर के भएको होइन यो नि मगर ड्रेस नै हुन्छ नि मगर ड्रेस गुरुङ मगरकै एउटै हुन्छ केले फरक पार्छ त पटुकीले हो जुन लगाएको छ यो पटुकीले फरक ल यस्तो ठाउँ एउटा हात यस्तो गर्नु त यहाँ नानीलाई यसो गरेर यसरी कम्मरमा उता उतापट्टिको अहिले निलुको फोनबाट बनाइन्छ मैले चाहिँ उ गरिदिएको ल यो भिडियो हो ल के बिहा गरेर त म पनि बिहा गरे जस्तो लाग्छ त्यहाँ के हो रेडी होइन होइन मैले जस्तो गरेँ त्यस्तो गरेँ ल भन्छ ल है ल खै बाजेर बजे नाच्यो भनेर ल ल ल धन्यवाद ल ल ल खाँदैको मजाले घिउ खाएर अहिले घिउ खाएको पावर है त ल ल भूत प्रेतहरू सबै भएको छ ल मामालाई ल सुरु है त ल जरी ल लिहाल्नुहोस् ल यता पनि हाम्रो लेडिज खाँदै हुनुहुन्छ आज दिउँसोको खाना चाहिँ हाम्रो लगभग टाइमिङ हुँदाखेरि चाहिँ कति भएछ टाइमिङ 12:45 को टाइमिङमा हामी यहाँबाट खाना खाएर ल ल सुरु अनि फेरि हामी ब्याक पोखरा पुग्न पर्नेछ है ल आज न्यु इयर इभ होइन स्ट्रिट फेस्टिभल त्यो पनि भ्याउने हो सो ल आज हाम्रो होटेल डाँडा गाउँ एन्ड रेस्टुरेन्टबाट अनि हाम्रो लभली भ्यूबाट चाहिँ आज चाहिँ यो भ्लग चाहिँ यहीँबाट बिदाई गर्नुपर्छ कि अझै हुन्छ हेरौँ ल खानपिन भएको हात धो छैन अझै खै हात देखाउ त यहाँ ए हातै नधोइकन बसेको रहेछ
सिधै ह्यान्डसेक गर्नु जालो है फेरि मलाई गर्ला फेरि अरू त अरू मलाई गर्ला ल यहाँ खाना खाएर बसेको अवस्था घाम तापेको तर चिसो चिसोले उ गर्छ नि चिसोले हानेछ नि हो त्यो के हो मूर्ति जस्तो यस्तै हो। हैन यहाँ के हो भित्तामा यो वाला चाहिँ को चिन्न पर्यो ए दाजु राम्रोसँग फोटो खिचिदिनु है हाम्रो एउटा ग्रुप फोटो खिच्नु